पूजा शर्माले खोलिन् ठुलो राज, किन लिनन् उनले 10 लाख रुपियाँ भन्ने जस्तो प्रश्नहरू भने अहिलेको समयमा सामाजिक सञ्जालमा थुप्रै फ्यानहरूले भने सोधिरहेका छन्। अहिलेको समयमा सामाजिक सञ्जालमा पूजा शर्माले यस्तो कुरा भन्छन् जसलाई लिएर भने धेरै फ्यानहरू भने चकित पनि भएका छन्। अहिलेको समयमा सामाजिक सञ्जालमा भने पूजा शर्माको ब्याक टु ब्याक फिल्महरू भने आइरहेको छ। फ्यानहरूले भने पनि फिल्महरूलाई केही हदसम्म माया भने गरिरहेका छन्। यसै बीचमा उनको एउटा फिल्म पनि आएको थियो दानवीय भन्ने, जसलाई लिएर भने फ्यानहरू भने त्यति साह्रो खुसी रहेका जस्तो देखिँदैनन्। फ्यानहरूले फिल्म त हेरे तर फिल्म भने हिट भने हुन सकेन, जसलाई लिएर भने पूजा शर्माले त्यो फिल्मको 25 लाख रुपियाँ लिनेवाला थिइन्। तर उनले आफ्नो पुरै तलब नलिएको भन्दै उनले यस्तो कुरा बताउँछिन् जसलाई सुनेर भने अहिलेको समयमा सबैजना चकित भएका छन् र फ्यानहरूले पनि पूजा शर्माको भने तारिफ पनि गरिरहेका छन्। किनकि पूजा शर्माले भने एउटा फिल्मलाई मात्र नहेरिकन लामो समयको लागि धेरै फिल्महरूको लागि हेरेर आफ्नो तलब लिने कुरा भने उनले पनि बताएकी छिन्। तपाईले यो क्लिप हेर्न सक्नुहुन्छ र हेरिसकेपछि आफ्नो प्रतिक्रिया पनि कमेन्ट सेक्सनमा लेख्न नभुल्नु होला। मैले जस्तै दानवी भन्ने फिल्ममा मैले लगभग 25 लाखको एग्रिमेन्ट गरेको थिएँ, तर 15 लाख लिए मैले 10 लाख मैले पर्दैन दाइ, तपाईँ नै घाटा हुन्छ, म कसरी लिने भयो, म छोड्दिन्छु। आज क्लिप फेरि फेरि भाषामा आउँदैछ, फेरि नेक्स्ट फिल्म पैसामा आउँदैछ, त्यो गरौँ क्या। नेक्स्टको लागि सोचौँ, फर्स्ट खाएर फ्याल्क्यो भन्छु।